नमस्ते भन्यो हजुर नमस्ते टोपी खोलिदिउँ कि क्या हो हेलो एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल आई होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु आजको दिन चाहिँ हाम्रो आधी बाटोबाट सुरु भएको छ किनभने अघि बनाउन पाइएन हतारमा त्यही भएर अहिले चाहिँ आधी बाटोबाट सुरु भइरहेछ दाइहरू तीनजना अगाडि हुनुहुन्छ अनि म चाहिँ थोरै अलिकति अड्किएँ केही छैन हाम्रो दिन सुरु भइसकेको छ है त यस्तो गाडीको भिड छ है बिच बाटोमा डेन्जर टाइम पनि अफ हुनु लागेको छ युरोप भनेको यस्तो हुन्छ है साथीहरू गाइज ल यहाँ हाम्रो चाहिँ फोटो सुट हुँदैछ मजाले है तिनजनाको फोटो सुट हुँदैछ यहाँ पछाडि घर चाहिँ बवाल हजुर अब हाम्रो पनि फोटो एउटा हान्नुपर्ने हुन्छ दाजुभाइको भयो ल लैजानु फाइनली हामी फोटो खिचेर सकियो हाम्रो फोटो पोजहरू सकियो भिडियोतिर लागिसक्यो त्यो घर चाहिँ ढुङ्गाको हो मेरै घर ल हाम्रो चाहिँ अहिले फोटोसोटो पनि सबै खिचिसक्यो है यो चस्मा चाहिँ कसको भनेर नसोध्नु होला किनभने हाम्रो दाइको हो यो चस्मा होइन सुसन भाइ अब के छ त अनि नेपाल जाने प्लान के छ अब नेपाल जाने हो 1 वर्ष पनि पुग्न लाग्यो त अनि युरोपमा आएको अब 1 वर्ष पछाडि जाने हो मस्त जाने नेपाल है यस्तो देखाउनु हो यस्तो साल भनेको ताम देखाउनु यो ताल चाहिँ 2 चोटि भयो होइन योसँग चाहिँ 2 चोटि भयो अस्तिको लट पनि आएको योसँग 2 चोटि अनि अस्तिको लट चाहिँ अब 2 जना आएको थियो योपालि चाहिँ हामी 4 जना कतिजना छ 4 जना मस्त आएको अनि योपालि चाहिँ केही छैन कि यहाँ गर्मी महिना सकियो अनि जाडो महिना लगभग हप्ता दिन भइसकेको ढुङ्गा चढ्न आएको हो खास आज हामी तर सब क्लोज भइसकेको कारणले गर्दा हामी ढुङ्गा चढ्न सकेनौँ त्यही भएर 2-3 फोटोसोटो खिचेर हामी चाहिँ फर्किसक्यौँ मेरो साथमा हुनुहुन्छ दाइहरू 3 जना मेरो दाइ अनि यो दाइको चस्मा पछाडिबाट हेर्दाखेरि यो कपालहरू मेरो गराउँदा म चिसो खोलेर खाएँ ए ओके ल ल दाइ जानु त खोइ त जानु न भइरहेछ त यहाँ जानै नमिल्नु रहेछ यता रहेछ ल मेरो दाइले चिसो खाँदै हुनुहुन्छ खै अलि सुरुबाट खै त उब्रेको त अनि खोइ धुलो हेर्नु नि त्यसको यहाँ त्यो उस हुन पर्ने हो कि पाइप भएर सट्टा हालेर तान्न हुन्थ्यो कि यो चस्मा लगाएर चाहिँ फोटो पनि कस्तो खालको खिचेर देख्ने मलाई चस्मै छैन चस्मा मेरो चस्मा नि अब यो चस्मा लाउनु कि यसको यो ओरिजिनल भित्रपट्टि त्यो उस भएको क्या दामी हुन्थ्यो चाहिँ यो सर सहयोग हुन्छ अनि मैले कति मलाई यस्तो हो कि मलाई 1 रुपैयाँ आउनु यो चस्माबाट हेर्दा चाहिँ कस्तो दामी देखिने जरो होइन
क्यामेराबाट हेर्दा चाहिँ फेरि चस्मा उसमा त नसाउने रहेछ चस्मा लामा मेरोबाट मगाउँदा हुन्छ क्या यो चस्मा राख्नु त यहाँ यस्तै हो धेरै जाडो छ अहिले चाहिँ भन्दा पनि अब लगभग जाडो सुरु भइसक्यो यहाँ चाहिँ है अब नेपाली मार्केट गएर सामान ल्याउने भन्ने कुरा भएको छ वाइ खाने वाइ चाउचाउ वाइ चाउचाउ खाने रे मेरो दाइ अब अरू त छैन अब यहीँको सामानहरू धेरै पाउँछ त्यही भएर अब नेपाली मार्केटै गयो भने चाहिँ अब हाम्रो नेपालको सामान पाउँछ भन्ने चाउचाउ अनि मुसुरको दाल अनि दालमा झान्ने सिद्रा त्यो लिएर झैँ पारेर पिउनु पर्छ रुगा लागिरहेको अलिकति ज्वानो पनि लिएर खायो भने चाहिँ ज्वानो र जिराले रुगा फाल्छ नेपाली मार्केट गएर सिद्रा झैँ पारेको भिडियो आउँछ अनि अब यहीँको मान्छेले बुझ्ने हो क्या रे यो भाषा नमस्ते भन्यो हजुर नमस्ते मर्छु भने हो क्या बिहानचुत राणावानले खसी भनेर बुढी बाख्राको मासु पठाएछ अस्ति दसैँ ल लाग्दैन त रुगा खाऊ कि लागिहाल्छ नि ल अब है सबैजना अब देखिनु नेपाली उबर मार्केट जाने गाडी बङ्गुरको मासु पाउँछ बङ्गुरको मासु पाउँछ नेपाली मसलाहरू बङ्गुरको मासु लिएर हाम्रो यात्रा कहाँको अब हाम्रो यात्रा चाहिँ अहिले कहाँको भन्दाखेरि भनिदिनु त दाइ टोपी खोलिदिनु कि क्या हो अब हामी चाहिँ नेपाली मार्केट गएर दाल साल यसो करेन्ट साउचाउ सबै लिएर चाहिँ आउने भन्ने कुरा भइरहेछ युरोमा त दुईटा बस एकै ठाउँ जोडेको नि अनि ए फेरि जुम गरेर यो त कसरी जुम एउटा गाडीको पछाडि पुच्छर पनि छ त्यहाँ यो जुम हुँदैन क्या यो अगाडिबाट हो ल अहिले चाहिँ हामी अन्डरग्राउन्ड छिरिसकेको छौँ यहाँनिर चाहिँ कस्तो छ भन्दाखेरि कस्तै छैन बोल्छ यहाँ दुईजना अगाडि ल फ्यामिली तिनजना लगभग रात पनि परिसक्यो है अब नेपाली मार्केट गएर चाहिँ सामान ल्याउने भन्ने कुरा भइरहेको छ अघिदेखि नै भइरहेको हो यो कुरा अब गएर ल्याउनुपर्छ अन्डरग्राउन्ड पनि लगभग पसेर पनि निस्किसकेको अवस्था भइरहेछ विक्रम दा हिरो हामी चाहिँ फाइनली ओभर आइसक्यो अब हामी यहाँ ओभरमा कता यो नेपाली साथीहरूले मोमोको डल्ला बेच्छ अरे त्यतै खाना जान लागिरहेको छ हाम्रो बहिनी छ नि एकजना यहाँ सामान पनि टक्कै है हामीले चाहिँ किनिसक्यो अनि दाइहरूको सब यहाँ छ होइन ल पल्लो दोकानमा चाहिँ ल दाइया टोपी पन्सेवाला नि हो सब्सक्राइब भन्न जाने हैन जाउँ न त ठिक छ अलि पल्लोमा चाहिँ राम्रो छ क्या बुढा पल्लो दोकानमा हिँड्नु त ल अब मसँग खातामा पैसा छैन क्या मेन कुरा चाहिँ खातामा हालौँ पैसा होइन अनि त्यहाँदेखि उयो गरौँ न यहाँको चाहिँ गल्ली चाहिँ कस्तो हुँदो रहेछ भने पुरा नेपालको त्यो राति हिँडेको फिल हुँदो रहेछ क्या जानेछ जानुपर्छ नि अब सब्सक्राइब हान्नु जाने है दुईजना भेटिसकेको छ हामीले नेपाली तर त्यस्तो कुराकानी चाहिँ भएको छैन है अब
खानेको त खाइदिउँ भने त ल अरू त केही छैन अब यहाँ चाहिँ यसो खाइदिउँ नि त होइन मजाले के खाने त मोमो खाने रे मोमो पानीपुरी छ खाइदिउँ नि त केही छैन ल हाम्रो चाहिँ मोमो बन्दैछ है अनि रातिको समय भइसकेको छ तर पनि केही छैन पानीपुरी खाने विचार भएको छ टाइगरसँग है अब खाने हो कति बेला आउँछ दुईजना चाहिँ सामान किन्नु यहाँ अलिक पर गइरहेछ यहाँ चाहिँ हामी दुईजना छौँ गुरुङ्गे र म यहाँ हेर्नु नि त यार गुरुङ्गे वाइ वाइ पनि टन्नै अनि पछाडिको जस्तो सल्ल यसलाई चाहिँ के भन्छ त यसलाई के भन्छ है मलाई थाहा छैन है यो ठाउँमा पनि यस्तो पाइन्छ रहेछ मलाई थाहा छैन आजको दिन अलि सानो देखियो क्या ल सबैले एकताल हेर्नु न देखाइदिनु न एकताल देखाइदिनु न हो नेपालमा हो त अनि के यस्तो मोमो खान पाइन्छ पानीपुरी पनि आइसक्यो होइन अनि खाइ पनि सक्नु आँट्यो लास्ट पिरो अनि चिसो भयो लागेको ल हामी चाहिँ मोमो खाएर झ्याउ लाग्नु थालेको क्या भिडियो पनि ल अब चाहिँ खाना भन्दा पनि हामीले पानीपुरी सानीपुरी खाइसक्यौँ होइन पानीपुरी अनि मोमोहरू खाइसक्यौँ यहाँ चाहिँ नेपाली दाइको एउटा सानो पसल खोलेको छ है यहाँ आउनु सबैजना आएर खाइदिनु होला बल्ल हामी पनि खाएर निस्केको जाडोमा दामी थाप्थ्यो है पिरो पिरो ठिक्क पानीपुरी पनि दामी अनि मोमो पनि धेरै दामी छ है सबै आइदिनु अनि खाइदिनु होला अरू त म केही भन्दिनँ अब धेरै रात पऱ्यो अब म धेरै बोल्दिनँ पनि किनभने चार्जै छैन है दाइहरू पछाडि हुनुहुन्छ अनि यस्तै हो अब हामी चाहिँ यहाँ ट्रेनमा पसिसकेको अनि पछाडि चाहिँ यस्तो छ यस्तै यताबाट गइरहेको छ अनि आइरहेको दाइ आउनुहुन्छ अनि एकजना बोल्नु चाहिँ अगाडि कतिखेर घर पुग्ने हो थाहा छैन तर यार मनिष दाइ यहाँ पनि देखिन्छ क्या यहाँ छायामै